राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताउनु भएको छ। बुधबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष लिङदेनले जेनजी आन्दोलनपछि बनेको सरकारले यता स्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभई थप सङ्कटमा धकेल्ने बताउनुभयो। उहाँले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। लिङदेनले जनताको बीचमा चरम अलोकप्रिय साबित भएका कारण केही दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राख्नुभयो। अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चुनाव जित्ने मात्र नभई देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको उल्लेख भयो। आफूले पार्टीको हित विपरीत कुनै पनि काम नगरेको भन्दै उहाँले पार्टीभित्र विवाद देखे जस्तो सन्देश बाहिर जान दिन नहुने बताउनुभयो। उहाँले पार्टीभित्रका असहमतिलाई महाधिवेशन मार्फत समाधान गर्न सकिने बताउनुभयो। अहिले जुन विषम परिस्थितिको बीच देश अगाडि बढिराखेको छ, त्यत्रो विद्रोह विध्वंसपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बदला एक थान प्रधानमन्त्री परिवर्तन गर्ने र असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन 21 गते मध्यावधि चुनाव गर्ने जुन निर्णय भएको छ त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन, त्यसले थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्छ भन्ने हाम्रो धारणा छ। र हामीले प्रारम्भिक रूपमै पनि यो सरकार बन्ने क्रममा आफ्नो धारणा व्यक्त गरेका छौँ र आज देखिँदै पनि गएको छ। चुनाव यही स्थितिमा अथवा यथास्थितिमा चुनाव समस्याको समाधान होइन भन्ने कुरा प्रष्ट भएको छ। त्यसकारण यस्तो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीको यो बैठक अत्यन्तै ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण छ। अहिले समकालीन नेपाली राजनीतिमा हामी नै प्रमुख दल हौं, हामीले नै देश चलाइराखेको छौं भन्ने दलहरू जनताको बीचमा जान नसकिराखेको, जनताको बीचमा चरम रूपमा अलोकप्रिय साबित भएको र कतिपय त्यस्ता राजनीतिक दलहरूले आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिँदैन भनेर नाम समेत परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधीनताको रक्षा गर्ने, नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्ने अथवा यहीँको मौलिकतामा अडेको र नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न सक्ने, जनताले अहिले आशाको नजरले हेरिराखेको जनताको प्रिय पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो। अब राष्ट्रिय प्रजातन्त्र पार्टीको काँधमा एउटा चुनाव जित्ने मात्र होइन, देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने र देशलाई सही बाटोमा लैजाने, कसैले जित्ने हार्ने होइन, देशले जित्ने बाटोमा हिँडाउने जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीको काँधमा आएको छ, हाम्रो काँधमा आएको छ। चित्त नबुझाउने साथीहरूले, त्यो मेरो क्रियाकलापमा निर्णयमा चित्त नबुझाउने साथीहरूले यो पार्टीमा विवाद छ, पार्टीमा समस्या छ,
भनेर बाहिर सन्देश जाने खालका कामहरू गर्न हुँदैन भन्ने ठान्छु। समयले नियतिले हामीलाई कहाँ पुर्यायो? महाधिवेशनको मुखमा पुर्याएको छ। मेरो क्रियाकलापले कसैलाई ठेस पुर्याएको छ भने, कसैलाई दुःख पुर्याएको छ भने, मैले साँच्चै नै गल्ती गरेकै छ भन्ने लागि नै राखेको छ भने पनि त्यसलाई महाधिवेशनमा लैजाऊ। महाधिवेशनमा त्यही मुद्दा बनाउनुहोस्। म अहिले नै महाधिवेशनमा म उम्मेदवार हुन्छु भनेर मैले घोषणा गर्ने बेला भएको छैन। भोलि एउटा यस्तो परिस्थिति बन्न सक्छ, म उम्मेदवार नहुन पनि सक्छु। तर म उम्मेदवार भएँ भने मलाई चित्त नबुझाउने साथीले, मेरो प्रति चित्त नबुझाउने साथीले त्यही मुद्दा बनाएर मलाई हराइदिनु, त्यही मुद्दा बनाएर लानु। किनभने मेरो विपक्षमा पनि त मुद्दा चाहिन्छ नि। मेरो विपक्षमा उभिनेलाई मुद्दा चाहिन्छ, मुद्दाको रूपमा लानुहोस्। तर अहिले पार्टीलाई एक ठिक्का बनाएर। बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक परिस्थितिको समीक्षा सहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक र लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो। बैठक बिहिबार सम्पन्न हुने राप्रपाले जनाएको छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।